यो व्हाट्स अप गाइज, दिस इज श्री 5 तपाईहरु सामु लिएर आएको छु टिकटोके रन्डी नाच। सो हेर्नलाई सुनको माला, नहेर्नलाई फुलको माला, त्यसैले हामी हेर्छौ बिना कुनै प्रोटेक्सनको। लेट्स फकिङ मी टु नेपाल लाउडे बॉयफ्रेन्ड। व्हाट द फक, भन्न के खोजेको? तिमीलाई जुन लाउडेले लिन आउँछ नि त्यसलाई दुनियाले भन्छ भोसडी के मदरचोद ब्रांड के लोड़े, मच्छर की झांट, गांडू मोटी चूत तेरी, टट्टों के सौदागर। मेरो माया बुझ्ने चाहिँ कहिले हो, कोठा भाडा तिर्दिने मैले हो। ल अरु सबै त ठिकै छ, तर यो के हो? यो कुनै प्रकारको कोडवर्ड हो कि या कुनै इशारा हो कि जनता जान्न चाहन्छ र आज हामी यसको बारेमा रिसर्च गर्ने छौं च्याट जीपीटीबाट। लेट्स सी। ये यौवनका प्यासीहरू हो, नरभक्षीको रूप लिएर आऊ र मलाई बलात्कार गर। खोल मेरो टी सर्ट, खोल ब्राको हुक निकाल, मेरा स्तनहरूमा आफ्ना तीखा दिल बस्यो माया लुगाजलु आँखैमा, हितैको दौतरी पिरती लौतरी। यस्तो राम्री केटी यार, बेकार मैले रोस्ट हान्दिए। म्याथ सिक्ने रुन भन्थे कहिले तर आज हेर आँसु खस्यो। खुसी लाग्यो तिम्रो संसार बस्यो। सुनि जब यो खबर म धेरै बेला दिए, प्रश्न यो मनमा रह्यो। यति माया त मलाई मेरो बुढी रुदा नि लाग्दैन थियो यार, जति कि यसको आँखामा आँसु देखेर लाग्यो। कि यो माया हो? होइन होला के हो? तपाईँ भर्जिन हो कि होइन? ए म चाहिँ होइन। भर्जिन होइन भनेपछि अहिलेको बोयफ्रेन्डसँग डेटिङ तपाईँ सुरु भइसक्यो। अब भर्जिन बनाऊ कि न भर्जिन बनाऊ, अहिलेको जमानामा कोही पनि त्यो भर्जिन हुँदैन, सबै त्यो हुन्छ नि खुकुरी रम हुन्छ। खुकुरी रम हो क्या सबै क्या अहिले। ल ठीक छ त। यो मुजी पत्रकारहरू दिउँसै सस्ता नसा गरेर आउँछ कि के मादर चोद। अब बुल्लु फिल्मको हिरोइनलाई तिमी भर्जिन हो भन्दा के भन्छ त? के बोले भाइ? अब के बोले? के बोले? मेरो कसम खाएर भन, मोबाइल गरेर केटीसँग बोल्छौ कि नै? छी कति धेरै तेल रहेछ कि तिम्रो कपालमा त। बहाना नबनाऊ, मैले जे भनेको छु त्यसको एन्सर देऊ। तिमीलाई बहाना लाग्यो हा? अनि तिम्रो टाउकोमा यति धेरै तेल लाउनुको के जरुरत थियो त? अनि हेर कति धेरै चिल्लो भयो मेरो हात। ल ल ठिकै छ, त्यही भए म कपाल नुहाएर आउँछु। हेलो रक्षा, आजबाट तिम्रो मेरो केही सम्बन्ध छैन है। आज मलाई कल नगर्नु भनिदिएको छु मैले। ब्रेकअप। हेलो झर्ना, आजबाट तिमी मलाई कल नगर है। तिम्रो मेरो ब्रेकअप, सम्बन्ध खतम हाम्रो। हेलो दिपिका, आजबाट मलाई तिमी फोन नगर है, म पनि तिमीलाई गर्दिनँ। तिम्रो मेरो ब्रेकअप। र तिमीले मैले चिप्की चिप्की खिचाएको थियो नि, त्यो फोटो सब डिलिट गर, छिटो छिटो गर। हेलो सपना, हेलो आरती, हेलो पिङ्की, हेलो सम्झना, हेलो सृष्टि, हेलो एलिसा, आजबाट तिम्रो मेरो ब्रेकअप है। कल नगर्नु, मेसेज पनि नगर्नु। बाई, गुड बाई। ल अब नुहाएर आए, मेरो टाउकोमा कसम खाएर भन त, कोही केटीसँग बोल्दिन भनेर। तिम्रो कसम बेबी, तिमी बाइकमा अरू कोहीसँग बोल्दिन। सरी बेबी। केही छैन बेबी, यस्तो त भइरहन्छ नि। कन्टेन्ट भनेको यस्तो हुनुपर्छ, हेर्दै किडनी छुनुपर्छ, तब न हुन्छ मुजी। लाज लाग्दैन रन्डीको बान तिमीहरूलाई? लाज किन बाबा?
शुरू होते ही खत्म हो गया यार। मुजी भाइहरू क्लास बङ्क हानेर सस्ता नसा गरेर बाटोमा बेलुरीको ट्यापै बन्दैछ। अहिले हान्छु मुजीहरूलाई। मुटु खण्ड मुटु यो मन खण्ड त्यो मन दुध चाहिँ टेस्टी रहेछ दिदीको यहाँको दामी राम्री भन कि ब्युटिफुल भन, म तिम्रो हुनेवाला छैन। विश्वास सुन्दरी कसैको पनि हुँदैन। कस्तो मेरो हुँदिनौ के भनेको तिमीले त्यस्तो? बिस खाइदिन्छु नि फेरि। हसाइसमा चिक्ने हसाइस रन्डीको बाल ए उसले केरा ल्याइदिँदा रमायो खप्पै मुखमा हाल्यो कि समायो। के पारा तिम्रो? तिमी कसका छोरी हौ? एक तो लाइक और शेयर ठोक दीजिए महाकाल का, लाइक और शेयर ठोक दीजिए, 5000 लौटे दिख जाना चाहिए।